आज चाहिँ म मटर पनीर बनाउँछु एकदम सजिलो तरिकाले। एकदम मिठो हुन्छ यसरी बनाएको मटर पनीर। बनाउन सुरु गरौँ है त। मैले एउटा प्यानमा तेल राखेँ। अब यो पनीर फ्राई गर्छु। हल्का मात्रै ब्राउन गर्छु। पनीर चाहिँ फ्राई भइसक्यो। सेम प्यानमा मैले थोरै तेल राखेर ल्वाङ, सुकमेल, पियाज, थोरै जिरा, पियाज मसिनो गरेर राखेको, अदुवा सानो टुक्रा, लसुन, यसलाई 3-4 मिनट फ्राई गर्छु। टमाटर पनि राख्छु यसमा हामी। टमाटर पनि राख्छु। एउटा मिडियम टमाटर रातो खालको। यसमा नुन राख्छु अलिकति। टमाटर छिटो गलाउँछ अहिले। यसलाई 2 मिनट जति छोपेर पकाउँछु। मजाले गलिसकेको छ टमाटर, प्याजहरू। अब यसको पेस्ट बनाउँछु। मैले प्यानमा तेल राखिसकेँ। थोरै जिरा धनियाको पाउडर, थोरै बेसार थोरै राख्छु, थोरै रेड चिल्ली पाउडर, मजाले फ्राई गर्छु। यो डढ्छ, थोरै तेल पानी राखिदिन्छु। अघि बनाएको पेस्ट एकदम मिठो हुन्छ मटर पनीर यसरी बनाएको। थोरै गरम मसला राख्छु होममेड। नुन अलिकति स्वाद अनुसार अघि पनि राखेको छु। यसलाई 3-4 मिनट फ्राई गर्छु। मसला चाहिँ पाकिसकेको छ। यसमा म मटरको सर राख्छु। फ्रोजन मटर हो यो। यसलाई पनि 5 मिनट जति फ्राई गर्छु। केरो मैले बोइल गरेको छुइनँ, काँचै हो, त्यही भएर 5 मिनट फ्राई गर्छु। पनीर राखिदिन्छु। दुधको तर राखिदिन्छु। क्रिमको सट्टा तर राख्दा पनि हुन्छ, दुधको तर। राम्रो यो पाकिसक्यो। हजुरहरूले यो रोटीसँग, राइससँग खाँदा एकदम मिठो हुन्छ।
यसमा म धनिया राखिदिन्छु, सुकाएर राखेको धनिया। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ, मन परे लाइक कमेन्ट सब्सक्राइब गरिदिनुहोस्। कस्तो ठाउँ लाग्छ।